有人。के भयो लडाइँ चाहिँ एकदम म बरु नि देखाइ जाला त्यसै म भन्छु अहिले राम्रो बिना बित्थामा नपछि बस्ने यहाँ हेलो गाइज म चाहिँ आज बुढालाई प्राङ्क गर्दैछु है बुढा चाहिँ आज घरमै छ नि त अन्त उसको रियाक्सन कस्तो हुन्छ हेरौँ ल कस्तो सुतिरहेको यहाँ नानीहरू त के भएको मान्छे हो कस्तो आनन्दले सुतिरहेको के भयो सबै त मैबाट गर्नु बिहान खाना खाएदेखिको सुतेको त तपाईँ त किन गरम अन्त किन अन्त कामै गर्दैन सुतिबस्छ त बिहान खाना खाएदेखिको नानी हेर्नु मै खानाहरू बनाउनु मै यहाँनिर कति लुगाहरू धुनु छ यहाँ हेर्नु त यहाँनिर यहाँ यो यिनीहरू धुनु पर्दैन यिनीहरू अनि के खोजेको तिमीले यिनीहरू लुगा धुनु पर्दैन के भयो अच्छा म के सुतिरहेको बिहानभरि तर मलाई अहिले दिन्छ है हो त मैबाट गर्नु सबै थोक लुगा के धुनु भयो किन सबै थोक गर्नु मै बिचमा आज एक दिन घर बसेको आमा अनि बस त आज एक दिन केम गर्छु है के भयो खास चाहिँ के भयो काम साम गर्नु पर्दैन मै मात्रै सबै थोक अनि तिमीलाई सबै नानी हेर्नु मै खाना पकाउनु मै खाजा बनाउनु मै सुतिरहेको छु के भन्नु खोजेको सुत्छ त अहिले अघि बिहान सुतेर खाना खाइदिनुको ठुलो चाहिँ किन बोलेको बोल्छु है लुगा सुगा धुनु यसो हुन्छ नि एउटा बाउ भएपछि ठुल्ठुलो चाहिँ किन बोलेको बोल्छु है हँ? है सुति बस्यो काम नभएको मेरै मात्रै हात हेरिबस्छ किन चाहिँ हल्ला गरेको गर्छु है गर्नु पर्दैन लुगा धुइँदै काम गर्दैन घरमा बसेको बेलामा हल्ला चाहिँ किन गरेको मै मात्रै गर्नुपर्ने सबै थोक नानीहरू यसै हेर्दै पनि हुन्थ्यो नि नानी पनि हेरिदिँदैन ठुल्ठुलो नबोल भन्दैछु अहिले म भन्दैछु बिना बिचारमा त्यो हल्लाहरू नगरी बसेँ गर्छु है नानी हेरिदिनु हुँदैन हल्ला नगरौँ भन्छ गर्छु यहाँ नानी हेर्नु यहाँ नानी हेर्नु किन डाँडा खिचिरहेको के चाहिँ भयो हँ? के भयो डाँडा नखिचि बस्ने बेसी लडाइँ चाहिँ एकदम म बरु हो नि देखाइ जाला हात उठाउनु नपरोस् भन्दैछु म भन्छु अहिले राम्रो बिना बिचारमा नपछि बस्ने उठाउ जान्छु घर जान्छु पिसाब गर्छु जान्छु जा गइहाल यहाँ नानी अहिले नानीलाई त्यहाँ जान्छु के झाडामा मुरु गर्छु है मेरो नानी मेरो मर्जी गर्छु जानु त मान्छे कसलाई लाग्यो मान्छे कसलाई लाग्यो आज गो जा बरु जा दिमाग खराब नगर्नु लुगाहरू छरेर गर्छु गएको जान्छु त्यो खालको मान्छेहरू उनीहरूलाई जति राम्रो गऱ्यो त्यति दिमाग खराब गर्नु के भयो प्राण गरेको उयो न उनीहरू न कस्तो हात लाग्यो तपाईँले दिमाग खराब नगरिकन मर्छ पो यस्तो खालको गर्नु भने त अनि कस्तो फुटेको अन्त दिमाग खराब गरेपछि अनि कस्तो फुटेको कस्तो नेफा झ्यापारेको गर्छु त अन्त देख्यो मलाई यस्तो गर्छ पुनमले अरू बेला तपाईँहरूको सामने देखाउँदैन कि तर पुनमले रियलमा मलाई यस्तो गर्छ मैले मात्रै हात लाउँदिनँ कि उसले मलाई यस्तो गर्छ देख्नुभयो साथी हो पुनमको एउटा कस्तो रहेछ थाहा पाउनु भयो नि कस्तो साह्रो फुट्यो हो कस्तो साह्रो फुट्यो भन्नु त तपाईँले मलाई